यसरी पक्रक्क माम्री निस्किने गरी ओडालेको तातो ढेँडोसँग पिँडालु र गुन्द्रुकको लतक्क परेको तरकारी कसले खानुभएको छ र कस्तो हुन्छ कमेन्ट गर्नु है साथीहरू। मैले चाहिँ आज बाटोमा हिँड्दै गर्दाखेरि पिँडालु भेटाएँ, 1 केजी ल्याएँ र बोडी पनि लिएर आएँ। अनि नभिजाकै बोडी मैले कुकरमा राखेर पिँडालु खुर्काएर राखेँ। अनि त्यसमा मैले थोरै नुन र बेसार पनि राखेर 2-4 सिटी लगाएँ। त्यो पाक्दै गर्दाखेरि मैले यतातिर अर्को गुन्द्रुक पनि तयार गर्दैछु। गुन्द्रुक चाहिँ मैले यसरी टुक्राएँ, बर्खा लाग्दा पनि एकदमै सुक्खा र राम्रो छ साथीहरू, बास्ना आइराखेको छ। मैले धेरै बेर भिजाउँदाखेरि चाहिँ गुन्द्रुकको अमिलो जान्छ होला जस्तो लागेर तातो पानीमा मजाले पखालेँ। त्यसपछि मैले त्यसमा हाल्ने सामानहरू तयार गरेँ। अनि प्याज चाहिँ म मासुमा धेरै राख्छु, यस्तो तरकारीमा थोरै राख्छु। लसुन र टमाटर पनि काटेर तयार गरेँ। अनि तेलमा मैले मेथी फुराएँ, सँगै लसुन र खुर्सानी पनि राखिदिएँ। अनि त्यसमा मैले पखालिराखेको गुन्द्रुकलाई पनि राखेर चलाएँ। एकदमै बास्ना आइराखेको छ साथीहरू। अनि लतक्क परेको बोडी र पिँडालुलाई पनि राखिदिएँ यसमा। अनि एकछिन मजाले छड्काउन दिएँ, पानी पनि थपेँ। अनि यसमा चाहिँ मैले पिठो पत्काएर, मकैको पिठो पत्काएर कोदोको पिठो राखेर मजाले ढेँडो ओडाले साथीहरू। अनि तरकारी चाहिँ यस्तो लतक्क परेको छ, तातो ढेँडो पाकिसकेको छ, कहिले खाउँ भइसकेको छ। मलाई चाहिँ अमिलो तरकारीसँग मकै र कोदोको पिठो मिसाएर ढेँडो ओडाले पनि एकदमै मिठो हुन्छ साथीहरू। हजुरहरू पनि ट्राई गर्नु।